आज फेरि कल फिट गर्नु पर्यो हो। म यसको टोइलेट हो यहाँ छेड्नु पर्ने भयो। यहाँनिर अब छेड्छ्यान भयो, छेड्नु पर्ने भयो। अब छेडेर चाहिँ पाइप हालेर एउटा कल एउटा चेष्टा गर्नुपर्ने भयो। अब कल जोड्दैछ अब टोइलेटको। अब प्रायः अरू सक्यो। ल अब यसलाई 80 मा काट्नु पर्यो। कस्तो ब्लेड 100 त्यही छ तपाईको। ए ल यो थल हलाउनु हुँदैन एकछिन। ल गम लाउनुपर्छ। यो गम लाएन भने चाहिँ राम्रो हुँदैन है। यसले चाहिँ पानी लिक गर्नु नदिने मात्र हो है। यो लाएर चाहिँ ठक्क लाएर चाहिँ ट्याप्प खिच्नुहोस्। टक्क गरेपछि चाहिँ यसले सुक्छ। यसो सुक्दिनु पर्यो हो। अब म यहाँ पनि लाउँदैछु। त्यहाँ कल पक्रिहाल्यो। यसरी लाग्छ भने चाहिँ यो गमले चाहिँ यसलाई अलिकति भए पनि बिलाउँदो रहेछ र उयो हुँदो रहेछ हौ। अब यो भयो हो। अब यसको यो भयो अनि फेरि सिधा अब यसलाई यस्तो लाउनु पर्यो। फेरि यसलाई यो चाहिँ टोइलेटको बनाइदिएको है मैले। के गर्नु यस केटाहरूले फिनिसिङ गर्दैन हो। यसले गर्दाखेरि अब यहीँबाट म एकदम क्यालकुलेसन गरेर बनाएको। क्यालकुलेसन गरेर बनाएको। मैले आफ्नो क्यालकुलेसन लगाइदिएको छु। लगाएर बनाएको हो। यसलाई पनि अनि यो माथि हेरीहरू पहिला लगाएर यस्तै आउँछ होइन एकुरेट। अब यसलाई पनि यहाँ गम लगाइदिउँ। यसको चाहिँ यस्तो कडा हुन्छ क्या। यस्तो कडा हुन्छ यसको चाहिँ यस्तो कडा हुन्छ कि के भन्छ। लु भित्र मैले कलसल फिट गरिसकेको छु हो। कलसल फिट गरिसकेको छु। फिलहाल कल जोड्ने पाइपहरू जोडिसक्यो हो। अब भोलि पानी तान्नुपर्छ फेरि हो। पानी तानेर जोड्नुपर्छ। त्यस्तो प्रकारले हेरिहाल्नुहोस्। मैले यसरी जोड्दै थिएँ।
फिलहाल टी गर्दैछु यहाँनिर पनि मलाई पनि सट्ट पानी ल्याएर यहाँनिर चाहिँ भानु पनि बनाइदिउँ भनेको यतानिर हो यसरी जोडेको छु ठक्क यसरी जोडेर ल्याएको छु हेरिहाल्नु ठक्क यसरी जोडेर यसरी जोड्दैछु मुनितिर हो सबै तलबाट जोडेर ल्याएको छु हेरिहाल्नु हो तलतिर जोडेर यसरी ठक्क जोडेर ल्याएर यहाँ जोड्दैछु यहाँ जोडेर ल्याएर ठक्कै अब भोलि चाहिँ यो माथि ठक्क यहाँदेखि चाहिँ यहाँबाट उकालोबाट यो माथि रुखको त्यहाँ माथि पाइप बाँध्छु अर्को पाइप ल्याएर त्यो पाइप ल्याएर चाहिँ यहाँबाट ठक्क यहाँ हालिदिन्छु यहाँ हालेर चाहिँ बाँधिदिन्छु भनेपछि पानी भइहाल्छ त्यस्तो कारणले आज कलको पनि पाइपको पनि फिनिसिङ गरिदिएँ अब प्रायः फिनिसिङ भइसके